हेलो साथीहरू, मेरो युट्युब च्यानलमा फेरि पनि हजुरहरूलाई स्वागत छ। आज चाहिँ रातिको टाइममा सदिया ब्रिजमा हामीहरू आइपुग्न लागेका छौँ। लगभग रेन्जमा छौँ। अब सदिया ब्रिज देख्नेवाला हुनुहुन्छ हजुरहरूले। अहिले चाहिँ अब पुग्नलाई बस कुछ सेकेन्ड छ र हामीहरू त्यहाँ पुगेपछि हजुरहरूलाई अब म बताउनेवाला छु कि कहाँबाट सदिया ब्रिज सुरु हुन्छ भनेर। यहीँदेखि नै अब जुन यो देखिराख्नु भएको छ यहाँ नाम छ, यहाँदेखि नै सदिया ब्रिज सुरु हुन्छ। यो चाहिँ रातिको नजारा हो। अहिलेसम्म दिउँसो धेरै नै हिँडेँ यो रस्ता, तर राति हिँडेको थिइनँ, पहिलोचोटि हो। र पहिलोचोटिमा चाहिँ यहाँको नजारा कस्तो खालको देखिन्छ भन्ने म हजुरहरूलाई देखाइरहेको छु र मैले पनि हेरिरहेको छु। र अझै यहाँनिर लाइभ माने आफै आएर हेर्नु भने अझै राम्रो देखिन्छ मोबाइलबाट भन्दा पनि। र यहाँको रातिको यो लाइटिङको नजाराहरू धेरै नै राम्रो छ। तर सबैभन्दा यहाँ लाइटिङको चाहिँ एकदमै बब्बाल देखेको छ कि मैले यस्तो खालको त मैले अहिलेसम्म हाम्रो इन्डियामा धेरै नै जग्गामा दलङहरूमा मैले कहीँ पनि देखेको छैन जस्तो कि यो सदियामा बनाएको छ। पहिलोचोटि बगिबिलमा देखेको, अहिले बगिबिल भन्दा नि बब्बाल देखेको छ कि यहाँको लाइटिङ। अझै झन् टार्निङको टाइममा गएपछि पनि हजुरहरूले देख्नुहुन्छ जुन त्यो पर देख्नु भइरहेको छ त्यो टार्निङको त्यो माने छ नि बिचको दलङको हो। यो जुन टार्निङको नजारा हेर्नुहोस्, अब यहाँको नजारा झन् कस्तो राम्रो छ होइन। जुन यो देखिराख्नु भएको छ लाइटिङहरू होइन, यस्तो बब्बाल छ नि। यसले चाहिँ माने अति नै सुन्दर बनाएको छ कि सदिया ब्रिजको नजारा पुरा बब्बाल लाग्छ यहाँनिर। मैले अगाडि पनि एकचोटि देखेको थिएँ अलिक साँझको टाइममा लाइट चलेको, तर मैले सोचेको थिइनँ कि यो यस्तो राम्रो देखिन्छ भनेर। अझै यो माथिपट्टि हेर्नुहोस् लाइटको नजारा यस्तो दामी आइरहेको छ नि। क्यामेरा चाहिँ अलिक लो भए पनि तर बब्बाल आएको छ कि मलाई चाहिँ मजा लागेको छ होइन। हेरेँ म त अहिले फिलहाल हेरिरहेको छु यो जग्गामा। मौका मिले भने हजुरहरू पनि आउनुहोला सदिया ब्रिज घुम्नुहोला रातिको टाइममा होइन। जो सदियामा हुनुहुन्छ जसले देख्नुभएको छ उहाँहरूलाई त यो नजारा कति सुन्दर छ भन्ने थाहा छँदैछ। भुपेन हजारिका सेतु हेरिसक्यो भन्दा पनि भयो अब चाहिँ। ल सबै साथीहरूले हेर्नुभयो होला, म त्यही आशा गर्दछु। बाई बाई, फेरि भेटौँला होइन। आजको भिडियोमा यति नै हो। बाई बाई, सब्सक्राइब माई भ्लग्स।